हाम्रो नजिक आइरहेको क्रिसमस 1701औं क्रिसमस हो यो। र यो क्रिसमस सेलिब्रेसन अथवा यो क्रिसमस पर्व भनेको चाहिँ साँच्चै नै शक्तिशाली पर्व हो। यो संसारभरि यो चाहिँ प्रचलित पर्व हो, जसले संसारमा भएका जति पनि पर्वहरू छ ती सम्पूर्ण पर्वहरूलाई यो क्रिसमस पर्वले अथवा यो क्रिसमस सेलिब्रेसनले डोमिनेट गर्छ। यसको ओभरवेलमिङ भन्छ, सबैलाई चाहिँ यसले पछारेको छ र अगाडि बढेको छ। क्रिसमस यो संसारको हरेक कुना कुनामा जसले पनि चिनेको बुझेको जानेको यो पर्व हो। र यसलाई कतिपय पहिलेका मह्युम भन्ने विद्वानहरूले अथवा शास्त्रीहरूले त्यस्तै किसिमको चाहिँ एउटा साहित्यकारहरूले यसलाई समाप्त पार्नका लागि धेरै युक्ति बुद्धि र यन्त्र मन्त्र चलाए, तर पनि क्रिसमसमा परमेश्वरको शक्ति छत्रछाया र सत्यता यहाँभित्र रहेको हुनाले यो कसैले पनि यसलाई ओझेलमा पार्न सकेन, छायामा पार्न सकेन, अथवा पछाडि पार्न सकेन, हटाउन सकेन, यसलाई नामेट पार्न सकेन। अहिलेसम्म यो अस्तित्वमा साँच्चै नै एउटा जिउँदो रूपमा जल्दो रूपमा अगाडि बढेको छ र परमेश्वरको अस्तित्व छ यहाँ, परमेश्वरको महत्त्व छ यहाँ, परमेश्वरको महिमा आदर भक्ति सम्मान छ यहाँ। र अहिले पनि यो क्रिसमसको विरुद्धमा लाग्ने मान्छेहरू केही व्यक्तिहरू छन्, तर ती व्यक्तिहरू एउटा अभिष्ट मात्रै उनीहरूले यहाँनिर गरिरहेको भन्ने हामीलाई लाग्छ। किनभने उसले लाता हान्छ, तर कहाँ हान्छ? सिरोमा लाता हान्छ। हामीले प्रेरित 26:14 पढ्यो भने त्यही पाइन्छ। उसले लात्ता त हान्छ तर सिरोमा हान्छ। सिरोमा लात्ता हान्यो भने कसलाई पीडा हुन्छ? जो लात्ता हान्ने हो उसैलाई पीडा हुन्छ। त्यसै हुनाले यो क्रिसमसको विरुद्धमा उठ्ने व्यक्ति पनि छन्, तर क्रिसमसलाई नामेट पार्न खोज्ने, क्रिसमसलाई हराउन खोज्ने र क्रिसमसको अस्तित्व मेटाउन खोज्ने उसको आफ्नो अस्तित्व मेटिन्छ। तर क्रिसमस अझ ऊर्जागर, शक्तिशाली, प्रभावकारी भएर जनमानसहरू बिच झन् फैलिएर जान्छ। यसले परमेश्वरको राज्य वृद्धिमा अरू बेलामा जति राज्य वृद्धि हुन्छ यो क्रिसमसको समयमा साँच्चै नै 100औं गुणाले क्रिसमस वृद्धिमा, परमेश्वरको राज्य वृद्धिमा ठुलो टेवा पुगेको छ। र एउटा सत्य घटना, सत्य पर्व र सत्य परमेश्वरको अस्तित्वमय, उहाँको महिमामय, उहाँको राज्य वृद्धिको लागि ठुलो भूमिका खेल्ने एउटा पर्व हो। परमेश्वरलाई धन्यवाद भएको होस्। यो 325 एडीमा सुरु भएको हो। प्रभु येशू त जन्मिनुभयो 1 एडीमा, तर 325 एडीमा यो क्रिसमस सुरु भएको हो। एउटा सतावटको घटनाबाट, त्यो पनि परमेश्वरकै योजना हो भन्ने कुरो हाम्रो दृढ विश्वास छ। जति पनि बाइबल विद्वानहरू छन्, जति पनि थियोलोजिकल विद्वानहरू छन्, उहाँहरूले पनि आकलन गरेको मात्रै होइन, उहाँहरूले यसलाई एप्रुभ गर्नुभएको, प्रमाणित गर्नुभएको र उहाँहरूले अहिलेसम्म यसलाई अब्जर्भ गर्दै आएको, मान्दै आएको यो एउटा महान शक्तिशाली पर्व हो। एक दिन यो पृथ्वी ध्वस्त हुन्छ, तबसम्म यो क्रिसमस पर्व रहि नै रहन्छ। परमेश्वरले यसलाई अस्तित्वमा राखि नै रहनुहुनेछ। परमेश्वरलाई धन्यवाद भएको होस्।